आज रमाइलो, भोलि सङ्घर्ष कुन बाटो रोज्नुहुन्छ? तपाईको जीवन बर्बाद गरिरहेको छ यो एउटा बानी। तपाईलाई सायद थाहा छैन, तर तपाईँ आफ्नो दिनको सबैभन्दा अमूल्य समय मोबाइलको स्क्रिनमा गुमाइरहनु भएको छ। बिहान उठ्ने बित्तिकै मोबाइल उठाउने अनि इन्स्टाग्रामका रिल्स, युट्युब सर्ट वा बिना अर्थका मिम्स हेर्दै घण्टौं बिताइदिने, यही आज भोलि पुस्ताको सबैभन्दा ठूलो बर्बादी बनेको छ। तपाईँ सोच्नुहुन्छ यो त थोरै मनोरञ्जन मात्रै हो, तर वास्तविकता के हो भने यो बिस्तारै तपाईको मस्तिष्कलाई शून्य बनाइरहेको छ। प्रत्येक पटक जब तपाईँ स्क्रिन स्क्रोल गर्नुहुन्छ, तपाईको मस्तिष्क बिना रोकिए नयाँ कुरा प्रोसेस गरिरहन्छ। यो तीव्र गतिमा चल्ने कन्टेन्टले मस्तिष्क थकित बनाउँछ, तर तपाईलाई लाग्छ म त रिल्याक्स गरिरहेको छु। वास्तवमा तपाईँ थाकिसक्नु भएको हुन्छ, तर केही सिक्नु भएको हुँदैन। तपाईँ खाली हुनुहुन्छ, तर मस्तिष्क भारी भएको हुन्छ। र जब अध्ययन गर्नुपर्ने लक्ष्यमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आउँछ, तब न शरीरले सघाउँछ न मनले। अब सोच्नुहोस्, यदि यस्तै समय तपाईँले आफ्नो सुधार, सिकाइ, स्वास्थ्य र सपना पूरा गर्ने दिशामा लगाउनुभयो भने आज तपाईँ आफैमा गर्व महसुस गर्नुहुन्थ्यो। तर हरेक पटक तपाईँले मोबाइलको स्क्रिनमा घुँडा जोतेर बसिराख्नु भएको छ भने तपाईँ आफ्ना सपनालाई अझ टाढा पारिरहनु भएको छ। घण्टौं मोबाइल चलाउँदाको असरबारे जानौं। साथीहरू नमस्कार, म जिउने आधार भिडियोलाई लाइक गरी अन्तिमसम्म साथ दिनुहोला। साथै नयाँ हुनुहुन्छ भने यो च्यानल सब्स्क्राइब गरी मेरो युट्युब फ्यामिलीमा जोडिनुहोला। यस्तै मनोबल बढाउने र ऊर्जा दिने भिडियो आउनेछ। ल साथीहरू ढिला नगरी अघि बढौं। आउनुहोस्, मोबाइलको मनोवैज्ञानिक असर विस्तारमा सुरु गरौं। आज भोलि हामी सबैको जीवन मोबाइलले घेरेको छ। बिहान उठ्नासाथ मोबाइल हेरिन्छ, राति सुतेपछि ननिदाउन्जेलसम्म मोबाइल नै हुन्छ। तर के हामीले कहिल्यै सोच्यौं यसले हाम्रो दिमागमा के असर पारिरहेको छ? मोबाइल विशेष गरी सोशल मिडियाले हाम्रो दिमागमा डोपामिन भन्ने न्युरोकेमिकल अत्यधिक मात्रामा रिलिज गराउँछ। डोपामिन हाम्रो खुसीको हार्मोन हो, जुन तब रिलिज हुन्छ जब हामीलाई कुनै चिजले आनन्द दिन्छ, जस्तै मिठो खाना, सफलता वा प्रेम। तर मोबाइलबाट आउने लाइक, कमेन्ट, भ्यू, नोटिफिकेसन जस्ता ससाना कुराले हाम्रो ब्रेनलाई बारम्बार डोपामिन दिइरहन्छ। फलस्वरूप हाम्रो दिमाग त्यो डोपामिनको आदी हुन्छ, डोपामिन एडिक्सन। जब वास्तविक जीवनमा यति चाँडो चासो दिने कुरा भेटिन्न, तब हामी असन्तुष्ट हुन थाल्छौँ। पढाइ, काम, ध्यान जस्ता चिजहरू बोरिङ लाग्न थाल्छ, किनभने ती चिजहरूले तुरुन्तै डोपामिन दिँदैनन्। जस्तै स्क्रोल गर्ने बानी, माइक्रो अटेन्सन स्प्यान, इन्स्टाग्राम रिल्स, युट्युब सर्ट्स, टिकटक, यी प्लेटफर्महरूले हाम्रो ध्यान सानो सानो क्लिकमा सीमित गरिदिएका छन्। हामी 5 सेकेन्डभन्दा लामो भिडियो हेर्नै सक्दैनौँ। ध्यान केन्द्रित गर्न सक्ने क्षमता बिस्तारै हराउँदै गएको छ। यसको असर कता पर्छ? पढ्दा ध्यान लाग्दैन, किताब पढ्दा झ्याउ लाग्छ, 10 मिनेट शान्त बस्न सकिँदैन, आफ्नो लक्ष्यमा काम गर्न थकाइ लाग्छ, किनभने दिमागले फास्ट रिवार्ड खोजिरहेको हुन्छ। मनोवैज्ञानिक थकान र निर्णय क्षमतामा असर। मोबाइलले दिमागमा थुप्रै सूचना हाल्छ। हरेक मिनेटमा नयाँ फोटो, नयाँ खबर, नयाँ भिडियो। हाम्रो दिमाग थकित हुन्छ, ओभरलोडेड हुन्छ। यो लगातार सूचना आइरहेको कारण मानसिक तनाव बढ्छ, निर्णय क्षमता कमजोर हुन्छ, मनमा अशान्त हुन्छ, जीवनप्रति असन्तोष बढ्छ। धेरै मानिसहरू सोच्छन् उनीहरू थाकेका हुन्छन्, तर वास्तवमा उनीहरूको दिमाग थाकेको हुन्छ। कारण मोबाइल लक्षणहरू। तपाईँ पनि एडिक्ट हुनुहुन्छ कि? बिहान उठ्नासाथ मोबाइल खोल्नुहुन्छ, टिन बज्यो भने तुरुन्त हेर्न मन लाग्छ, खानेकुरा खान मोबाइल हेर्नुपर्छ, पढ्दै गर्दा बारम्बार मोबाइल चेक गर्नुहुन्छ, एकछिन मोबाइल नहुँदा मन अशान्त हुन्छ। यदि यी मध्ये धेरै म भित्र पनि छ भन्ने लागेको छ भने सोच्नुहोस्, तपाईँ डोपामिन एडिक्ट हुनुभएको हुन सक्छ। त्यसैले साथीहरू, समय सबैभन्दा अमूल्य सम्पत्ति हो। जो आज यसलाई गुमाउँछ, भोलि उही व्यक्ति सबैभन्दा बढी पछुताउँछ। रातभर मोबाइल चलाउनु, भिडियोमाथि भिडियो हेर्दै सुत्नै नपाउनु अनि बिहान ढिलो उठेर दिनको सुरुवात थकान र अल्छी गर्नु, यही चक्रले तपाईलाई कमजोर, सुस्त र लक्ष्यविहीन बनाइरहेको छ। अब सोच्नुहोस्, यदि तपाईँ बिहान सबेरै उठ्नुहुन्छ, सूर्यको पहिलो किरणमा आँखा खोल्नुहुन्छ, शरीर स्ट्रेच गर्नुहुन्छ र दिनको योजना स्पष्ट बनाउनुहुन्छ भने तपाईँको दिन कतिको शक्तिशाली हुन सक्छ। साँचो जित त त्यही हो, जब तपाईँ आफ्नो बिहानी सुधार्नुहुन्छ, तब मात्रै तपाईँ आफ्नो पुरा दिन जित्न थाल्नुहुन्छ। रातको मिठो निद्रा लिनुहोस् ताकि अर्को बिहानी सफलता जित्नको लागि उठ्न सकियोस्। नत्र हरेक रात तपाईँको सपना अलिकति टाढा हुँदै जानेछ। साथीहरू, यो उमेर, यो समय तपाईँको जीवनको सबैभन्दा कीमती घडी हो। तपाईँ यसलाई एकछिनको सस्तो सुखका लागि गुमाइरहनु भएको छ। टिभी हेर्नु, गेम खेल्नु, टाइम पास गर्नु, यस्तै सुन्नमा सजिलो लागे पनि यी आदतहरूले तपाईँको ठुला सपना चुपचाप खाइरहेका छन्। एक दिन तपाईँ पछाडि फर्केर हेर्नुहुनेछ, आफ्नो जिन्दगीमा सिरिक बाँकी हुनेछ केवल पछुतो। तपाईँ सोच्नुहुन्छ अहिले रमाइलो गर्ने समय हो, जिन्दगी त अझै अगाडि बाँकी छ। तर सत्य के हो भने आज जसले मेहनत गर्छ उसले भोलि विश्राम गर्छ, र जो आज मुज मस्ती गर्छ उसले भोलि सङ्घर्ष गर्छ। तपाईँ आफ्ना साथीहरू जस्तै बन्न खोज्दै हुनुहुन्छ, तर तपाईँको सपना के हो?
तपाईको लक्ष्य, तपाईको पहिचान के हो? जब तपाईँ अरूको नक्कल गर्नुहुन्छ तब तपाईँ आफ्नो मौलिकता हराउँदै जानुहुन्छ। सबैको यात्रा फरक हुन्छ, सबैको गन्तव्य फरक हुन्छ। यदि तपाईँले अहिले पनि आफैलाई चिन्नु भएन भने एक दिन तपाईँ आफैलाई सोध्नुहुनेछ, म वास्तवमा को हो? र त्यो दिन तपाईँसँग उत्तर नहुन सक्छ। त्यसैले आजै निर्णय गर्नुहोस्, अरूको जस्तो होइन, आफ्नो जीवन जिउनु छ। अरूको सपना होइन, आफ्नो सपना पूरा गर्नु छ। आजको समय, आजको ऊर्जा तपाईँको साथमा छ। यो जोस, यो जाँगर, तर यो सधैँका लागि हुँदैन। यदि तपाईँले आज गुमाउनुभयो भने भोलिको उज्यालो भविष्य केवल एक कल्पना बन्न सक्छ। अझै पनि समय छ, जाग्नुहोस्। मोबाइल, गेम्स, टिभीलाई सीमित गर्नुहोस्, छोड्नुहोस्। तपाईँका लक्ष्यहरू लेख्नुहोस् र हरेक दिन ती लक्ष्यहरूका लागि निश्चित समय छुट्याउनुहोस्। टाइम ब्लकिङको तरिका अपनाउनुहोस्। राति छिटो सुत्ने, बिहान छिटो उठ्ने बानी बसाल्नुहोस्। बिहानको समयलाई आफ्ना सपना र प्रगतिको लागि प्रयोग गर्नुहोस्। जुन दिन तपाईँ आफ्नो समय र जीवनको नियन्त्रण लिनुहुन्छ त्यो दिनदेखि तपाईँको आत्मविश्वास फिर्ता आउन थाल्छ। तपाईँका आमा बुबाको सपना तपाईँबाट नै बाँधिएको छ। उहाँहरूले आफ्नो सबथोक तपाईँका लागि लगानी गरेका छन्। समय, माया र सपना, यी सबै उहाँहरू तपाईँमा गर्व गर्न चाहन्छन्। तर जब तपाईँ दिनभर मोबाइलमा हराउनुहुन्छ तब उहाँहरू चुपचाप भित्रभित्रै दुखी हुन्छन्। आजै सङ्कल्प लिनुहोस्, अब म आफ्नो समय केवल आफ्नो सपना पूरा गर्न प्रयोग गर्नेछु। अब म आफ्नो आत्मविश्वास, अनुशासन र लक्ष्यतर्फ फर्कनेछु। म तपाईँको साथमा छु हरेक कदममा। यदि तपाईँलाई यो सन्देश मन पर्यो भने कृपया कमेन्टमा लेख्नुहोस्, म आजैबाट परिवर्तन सुरु गर्छु। अनि यो भिडियोलाई लाइक गरेर अरू सामु पुर्याइदिनुस्। यो प्रेरणादायक कहानी हेर्न पाउनेछ ताकि उनीहरूको जीवनमा पनि परिवर्तन आउन सकोस्। फेरि भेटौँला अर्को पावरफुल भिडियोमा। अहिलेलाई बिदा पाऊ। जीवनमा सुखी रहनु, खुसी बस्नु। हस्त जय नेपाल।